पदमा पढ्यौँ लेखेको छ धर्मात्माहरूलाई धेरै दुःख हुन्छ तर परमप्रभुले तिनीहरूलाई तिनीहरूको सबै दुःखबाट छुटकारा दिन्छ भनेर लेखेको छ। गएको सप्ताह हाम्रो एउटा बाउले पनि तल आरुन भाइको घरमा योहन्ना 16 अध्यायको 33 पद पढिरहेको भाइ त्यहाँबाट सुरु गर्नु त्यहाँ चाहिँ यो म तिमीलाई भन्छु तिमीहरू संसारमा हुँदा तिमीलाई कष्ट हुन्छ तर ढाडस गर मैले संसारलाई जितेको छु भनेर भनेको छ। अनि यहाँनिर मैले भन्छु 34 पढ्दै गर्दाखेरि त्यहाँ के पाइँ भने चाहिँ धर्मात्मा भन्ने शब्दलाई हामी पाउँछौँ। धर्मात्मा अनि यो धर्मात्मा चाहिँ कसरी हुन्छ भन्दा चाहिँ हामीले गरेको धर्म कर्म रीतिथिति होइन हामीले गरेको इत्यादि कुरोले चाहिँ मान्छे धार्मिक बनिँदैन, त्यो चाहिँ खुल्ला जस्तै मात्र हुन्छ। तर मान्छेलाई चाहिएको धार्मिकता चाहिँ परमेश्वरले दिनुपर्छ जसको कारणले मात्र हामी धार्मिक हुन सक्छौँ। अनि मजाले प्रभुको वचनले बताउनु भएको छ हामी चाहिँ कसरी धार्मिक हुन्छौँ भन्दा चाहिँ येशू ख्रीष्टको बलिदानको कारणले गर्दाखेरि हामी यशायाको 53 अध्यायको अन्तिम खण्डमा पढ्यौँ भने त्यहाँ पाउँछौँ उहाँले जीवनको रक्त खनाएर धेरैलाई धर्मात्मामा गणनामा ल्यायो भनेको छ। येशू ख्रीष्टको रगतको धुवाइद्वारा येशू ख्रीष्टको रगतलाई विश्वास गराइद्वारा चाहिँ हामी धार्मिक भएको छौँ। आमेन। त्यसले गर्दा हामी धार्मिकतालाई कमाउनु हामी धार्मिक हुनुको लागि चाहिँ इत्यादि गरेर चाहिँ धार्मिक हुँदैनौँ। त्यो चाहिँ सेवाकाई हो गर्ने एउटा ठाउँ हुन्छ, हामीले गर्नुपर्छ, गरिब दुखीलाई हेर्नुपर्छ होइन, त्यो जग्गा छ त्यो गर्नुपर्छ। तर हामी त्यसरी धार्मिक भएको होइन। तर येशू ख्रीष्टको ब्लडद्वारा चाहिँ हामी धार्मिक भएको, येशू ख्रीष्टको बलिदानद्वारा हामी धार्मिक भएको। त्यसले गर्दाखेरि हामी यहाँ बस्ने कोही पनि चाहिँ पापी छैनौँ तर येशू ख्रीष्टद्वारा हामी धार्मिक भएको छौँ। आमेन। यो चाहिँ विश्वासद्वारा हुन्छ। धार्मिकतालाई चाहिँ विश्वासले ग्रहण गरिन्छ भनेको छ। त्यसले गर्दा हामीले येशूलाई विश्वास गर्दै गर्दाखेरि येशू सँगसँगै हामीले धार्मिकतालाई ग्रहण गरेको। आमेन। त्यसले गर्दाखेरि हामी पहिलो कोरिन्थीको 1:30 पदमा पढ्यौँ भने त्यहाँ लेखेको छ परमेश्वरले चाहिँ येशूलाई हाम्रो निम्ति धार्मिकता उद्धार अनि ज्ञान बनाउनु भयो भनेर चाहिँ 4टा कुरो बताउनु भएको छ। येशू ख्रीष्ट चाहिँ हाम्रो धार्मिकता हो अनि मेरो धार्मिकता चाहिँ येशू हुनुहुन्छ। आमेन। अनि म यसरी धार्मिक भएको छौँ। त्यसले गर्दाखेरि यहाँनिर परमेश्वरको वचनले भन्छ धार्मिक जनहरूलाई चाहिँ दुःख चाहिँ हुन्छ। मजाको कुरो, धार्मिक जनहरूलाई मजा आउँछ खालि भनेको छैन, छ आफ्नो आफ्नो जग्गा छ होइन। हामी प्रभुलाई पछाउँदै जान्छौँ, आनन्द शान्ति होइन मजा छुटकाराको कुराहरू अरू थुप्रै कुराहरू छ। सँगसँगै अझै यसरी पनि बताउँछ धार्मिकजनलाई धेरै दुःख हुन्छ। किन हुन्छ भन्दा चाहिँ लडाइँ चाहिँ शारीरिक लडाइँ होइन, मासुको लडाइँ होइन, तर अन्धकारको शक्ति र प्रधानताको विरुद्धमा भनेको छ। त्यसले गर्दा हामी यहाँ छौँ, हामी परमेश्वरको भएको कारणले गर्दा तिमीहरू अब संसारको होइनौ भनेर प्रभुको वचनले भन्ने कारणले गर्दाखेरि चाहिँ हामी संसारदेखि अलग गरेको कारणले गर्दा चाहिँ हामीलाई विभिन्न प्रकारको दुःख आइपर्छ, कष्ट आइपर्छ। हुँदो रहेछ अन्त खेदो पर्दैछ त्यसो भन्ने कुरा आउँदैन। तर मजाको कुरो चाहिँ हामी मत्ती 5 अध्यायमा डाँडा पुग्दैछ पढ्यौँ भने चाहिँ धन्य धार्मिकताको निम्ति के अरे सताइने खेदिनेहरू उनीहरूलाई के हुन्छ स्वर्गीयको राज्य चाहिँ उनीहरूको भनेको छ। हालेलुया। आहा प्रभुको निम्ति अलिकति भनाइ खानु पनि हाम्रो लागि त स्वर्गमा पो नाम लेखिँदो रहेछ त। आमेन। त्योभन्दा ठुलो के खोज्नु होइन, यीशुको नाममा अलिकति सहनु भन्ने कुरो चाहिँ ठुलो हाम्रो लागि ठुलो इनाम छ। आमेन। अहिलेको चाहिँ विश्वासीहरू हामीलाई अलिकति दुःख तकलिफमा परेको मनै पर्दैन, हामी गनगनाउँछौँ, विरोधमा जाइपठाउँछौँ। अहिले त्यो कुरो पनि सायद आयो भने यो सन्दर्भमा आयो म तपाईँलाई भन्छु। तर मजाको कुरो चाहिँ के रहेछ भने येशू सँगसँगै हामी दुःख भोग्छौँ भने चाहिँ उहाँ सँगसँगै महिमित पनि हुन्छौँ भनेर उहाँको वचनले लेखेको छ। आमेन। त्यसले गर्दाखेरि चाहिँ हामीले जब यो क्षणहरूमा आउँछौँ त्यति बेला हामीले अझै ग्ल्याड गर्नुपर्छ, हामी आनन्दित हुनु पर्यो, त्यति बेला अझै हामी रिजोय गर्नु पर्यो होइन, त्यति बेला अझै रमाउनु सिक्नु पर्यो होइन। मलाई शान्ति हुँदै खुसी हुँदा चाहिँ नि रमाउनु मेरो लागि सजिलो हो त। के अरे हाँसिदेऊ पनि भन्नु पर्दैन, नाचिदेऊ पनि भन्नु पर्दैन। तर तपाईँ र मलाई जब परिस्थिति आइरहेको हुन्छ त्यति बेला हाँसिदेऊ न नाचिदेऊ न भन्ने स्थितिमा नाच्नु मन पर्दैन किनकि हामी कठोर भइरहेको
तर त्यति बेलामा हामी परमेश्वरको नाउँलाई हामीले प्रशंसा गर्न सक्नु पऱ्यो, नाच्न सक्नु पऱ्यो। त्यो चाहिँ ठुलो कुरो हुँदो रहेछ। र प्रभुलाई महिमा होस्। साँच्ची नै धार्मिक जनलाई धेरै दुःख त आइपर्छ, तर परमेश्वरले के गर्नुहुन्छ अरे उनीहरूको सबै दुःखबाट के गर्नुहुन्छ, के गर्नुहुन्छ, के गर्नुहुन्छ, छुटकारा गर्नुहुन्छ। हामीले अधुरो चाहिँ बाहिर गर्नु छैन। म एउटा तर तिनीहरूको सबै दुःखबाट चाहिँ परमेश्वरले के गर्नुहुन्छ, छुटाउनुहुन्छ। आमेन। अब म चाख लाग्दो कुरा भयो त, दुःख थियो त परमेश्वरले छुटाउनु सक्नुहुन्छ। किनकि हाम्रो परमेश्वर चाहिँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।